नमस्ते सबैजनालाई। विशेष गरेर म पनि तपाईहरु सामु यो भिडियो लिएर उपस्थित भइसकेको छु गाइज। आज विशेष दिन 2082 साल लागेको छ। देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई मेरो तर्फबाट नयाँ सालको धेरै शुभकामना व्यक्त गर्दछु। 81 सालमा साथीभाइ घर परिवार इष्टमित्र जोसँग झगडा भए पनि 82 सालमा चाहिँ राम्रो होस् भन्न चाहन्छु है सबैजनालाई। अब के भन्नु हैन, परदेशी तर्फबाट जोसँग रिसराग छ भने त्यो भुलेर 81 सालमा सब भुलेर अब नयाँ सालमा साथीभाइसँग मित्रता कायम र घर परिवारसँग राम्रो सम्बन्ध होस् भन्ने पनि भन्न चाहन्छु सम्पूर्णलाई र मेरो पनि विशेष गरेर है। यही नै हो अब परदेशीको शुभकामना। जस्तो जे ठाउँमा भए पनि आफ्नो यो नयाँ सालको ह्याप्पी न्यू इयर पनि भन्न चाहन्छु अल नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई। ल सबैसँग झगडा भएको छ भने कमेन्टमा भन्नु है। झगडा परेको छ भने म 82 सालमा माफी भन्छु है। कोहीसँग झगडा परेको छ भने गाइज म त माफी मागिहाल्छु। झगडा परेको छ भने 81 सालमा 82 सालमा म माफी माग्न आतुर भएको छु। आज माफी माग्न आउँछु तपाईहरु सामु। ल गाइज सम्पूर्णलाई धेरै धन्यवाद। ह्याप्पी न्यू इयर।